दुईटा मोबाइल देखाउन पर्यो भिडियो बनाउनलाई अब भात खान बाँकी छ खै भात त सकिन्न जस्तो मासु पोलेर खाएको त्यही अगाइसक्यो तिनले बारेको सुत्रो 7-8 रहेछ हामी चाहिँ 3टा कोठामा एउटा कोठामा ती 3जना के डबल बेड रहेछ त्यसमै ती 3जना सुत्ने इलामै जानु नपर्दो रहेछ त यहाँ आएपछि त कस्तो राम्रो चिया बगान रहेछ यही भोलि दिउँसो खिच्ने आज त हामी आउने पनि बाटोमै हामीलाई त पानी परेर जाडो भएर यता माथितिर कतातिर हिउँ परेको अरे त्यही भएर यहाँ पनि पानी परेको दादाजीलाई पनि डेन्जर लागेको अघि धन्दै आगोमा परेन समातेको मैले खतरा खाँदो रहेछ हामीले त्यही सानो कुन्टे मैले चाहिँ 2टा खायो अनि हाम्रो दिदीले एउटा खानुभयो एउटा भन्दा खानु भएन अहिलेसम्म खाएको छैन खानु के खान्छ भनेर दिएको त्यो सुधा दादाजीले त नपुगेर नि अर्को अर्ना किनेर खायो यहाँनिर त्यहाँनिर त 1150 लेखेको क्या अब भोलि कति दिन्छ मासु चाहिँ हामीले लिएर आएको तलबाट